हर्क साम्पाङलाई हराउनको लागि हैन धरान उपमहानगरपालिकाको आइन्द्र बेगराज्यूलाई चाहिँ फेरि रासपाले अफर गरेको रहेछ हैन। बडो अचम्म हैन, हाँस उठ्दो। रवि लामिछाने दाइको बुद्धि चाहिँ खतरै हो के, खतरा हो। षड्यन्त्र गर्नुमा चाहिँ भ्याउँदैन है, अरूले अरू जस्तै हर्क साम्पाङहरूलाई पनि जित्छ। षड्यन्त्र गर्नुमा चाहिँ रवि लामिछानेले सबैलाई तलै छाडिदिन्छ के, त्यसमा चाहिँ हिरो नै हो। तर म के भन्न चाहन्छु भने आइन्द्र विक्रम जस्ता मान्छेहरू हर्क साम्पाङकै ओपोजिसनमा उठेर चाहिँ हराउने, त्यो त सपनाको कुरो हो कि हैन। सुनसरीमा चाहिँ हर्क साम्पाङलाई आएर जित्नुको लागि चाहिँ त्यो जति पनि दलका नेताहरू छ तिनीहरू सबै उठ्दा पनि अहिलेको यो स्थितिमा चाहिँ हर्क साम्पाङलाई जित्छ जस्तो चाहिँ मलाई लाग्दैन है। भोलि पर्सि के कस्तो हो हैन। अहिले चाहिँ हैन यसपालि चाहिँ कसैले आँट नगर्दा हुन्छ क्या, कसैले हिम्मत नगर्दा हुन्छ हैन। हर्क साम्पाङको विरुद्धमा 10 जनै पार्टीको नेताहरू अपोजिसनमा आएर उठे पनि हर्क साम्पाङलाई हराउनु सक्दैन क्या यसपालि। धरानको जनताहरू कहाँ त्यो त्यस्तो हो र, अरू पालिकाहरूकोतिर हो र। धरानको जनताहरू कम्ती सचेत छ। नेपालमा सायद धरानमा जति सचेत नागरिक कहाँ पनि छैन के। धरानलाई त्यस्तो त्यो केही बुझ्दै नबुझ्ने समाज नसोच्दा हुन्छ क्या। धरान भनेको धेरै बुद्धिजीवी बस्ने मान्छे, धेरै पढे लेखेको बस्ने मान्छे ठाउँ हो के। काठमाडौँमा जस्तो त्यो काठमाडौँमा पनि छन् बसे पढेका लेखेका मान्छेहरू, तर अलिकति सबै नभनौँ त्यहाँ धेरै मेन सिटी भएकोले पनि चल्किलो धेरै हुनसक्छ। तर धरानमा त्यस्तो हुँदैन। धरानमा चाहिँ एकदम पारदर्शिता हैन, सबै कुरो राम्रो छ। त्यही भएको कारणले हर्क साम्पाङलाई धरानमा आएर हराउँछु भनेर सोच्ने यस्ता नेताहरूले चाहिँ त्यो सपना भविष्यमा के हुन्छ थाहा छैन। मान्छे भोलि गएर बिग्रिनु पनि सक्छ, तर अहिलेको स्थितिमा चाहिँ हर्क साम्पाङलाई आँट नगर्दा हुन्छ है, त्यही भन्न चाहन्छु। नमस्कार।